भिडियो हेरेर बस्नुहुने तमाम आदरणीय दर्शकवृन्दहरूलाई हार्दिक स्वागत एवं न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। म तपाईहरुकै चिरपरिचित गंगा चौलागाई कम्प्युटर्स होम एन्ड सप्लायर्सबाट आज म तपाईहरुको लागि एउटा विशेष प्रकारको भिडियो लिएर उपस्थित भएको छु। एउटा यस्तो समस्याको बारेमा कुरा गर्दै छु जुन चाहिँ तपाईहरु सबैजनाले यदि ल्यापटप वा डेस्कटप चलाइरहनु भएको छ भने विगत 1 महिना अगाडिदेखि यो समस्यालाई फेस गरिरहनु भएको छ र त्यो समस्या हामीले मात्रै हैन सम्पूर्ण मान्छेले फेस गरिरहेका छन् हैन। र त्यो समस्या के हो र किन यस्तो समस्या आयो र त्यो समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा को पेरिफेरीमा रहेर आज मैले भिडियो बनाइरहेको छु। आउनुस् भिडियोको सुरुवात गरौँ। हामी सबैजनाले क्या ल्यापटप कम्प्युटर चलाउने जति सबैले चाहिँ हामी विन्डोज चलाउँछौँ हैन। विश्वका अधिकांश मान्छे करिब 90% भन्दा बढी ल्यापटप कम्प्युटर युजर्सहरूले चाहिँ माइक्रोसफ्ट विन्डोज चलाउँछौँ। विन्डोजमा विन्डोज 10 विन्डोज 11 चलाउँछौँ। त्यति मात्रै हैन, माइक्रोसफ्टले नै बनाएको माइक्रोसफ्ट अफिस वर्ड एक्सेल पावर पोइन्ट पनि चलाउँछौँ। कसैले माइक्रोसफ्ट अफिस वर्ड 2010 चलाउनुहुन्छ, कसैले 13, कसैले 16, कसैले 19, अहिले 21 हुँदै 24 पनि रिलिज भइसकेको छ। तर मैले यहाँ कुराकानी गरिरहेको विषय के हो भन्दाखेरि आजभन्दा करिब 1 महिना अगाडिबाट माइक्रोसफ्ट विन्डोज र माइक्रोसफ्ट अफिसले चाहिँ एउटा नयाँ भर्जन रिलिज गर्छ, नयाँ अपडेट रिलिज गर्छ। त्यो रिलिज सँगसँगै विश्वभरिका मान्छेहरू चाहिँ त्यो समस्याबाट चाहिँ प्रभावित भएका छन्। इभन हामी पनि प्रभावित भएका छौँ र हाम्रा सम्पूर्ण कस्टमरहरू क्लाइन्ट्सहरू सबै प्रभावित भएका छन्। त्यो समस्या के हो भने माइक्रोसफ्टले जुन विन्डोजको नयाँ भर्जन रिलिज गर्यो, अफिसको नयाँ भर्जन जुन रिलिज गर्यो, त्यो रिलिज सँगसँगै एक्टिभेट भएका जुन क्र्याक गरेर एक्टिभेट गरिन्छ, जुन पाइरेसीको माध्यमबाट एक्टिभेट गरेर चलाउने जुन विन्डोजहरू थिए, माइक्रोसफ्ट अफिसका प्याकेजेसहरू थिए, ती सबै नै माइक्रोसफ्टले चाहिँ ती सबैलाई क्र्यास गरिदिएको छ र अब सबैले लाइसेन्स कि जेन्युन माग्न थालेका छन्। र इभन माइक्रोसफ्ट अफिस र माइक्रोसफ्ट विन्डोजले मागिरहेको जुन लाइसेन्स की छ, त्यो लाइसेन्स की चाहिँ क्र्याक भइरहेको छैन, अर्थात् त्यसलाई पाइरेट गर्न सकिरहेको छैन, अर्थात् त्यसलाई चाहिँ जेन्युन लाइसेन्स की नहालिकन नचल्ने गरेको अवस्था चाहिँ सिर्जना भएको छ। माइक्रोसफ्ट अफिसले चाहिँ विन्डोज 10 को लागि अक्टोबर 14 मा रिलिज सार्वजनिक गरेको थियो 22H2 को लेटेस्ट भर्जन। त्यसैगरी नोभेम्बर 10 मा माइक्रोसफ्ट अफिसले विन्डोज 11 को 25H2 भर्जन रिलिज गरेको थियो र त्यो भर्जन रिलिज भइसकेपछि लाखौं करोडौं युजर्सहरूले चाहिँ त्यो भर्जनलाई अपडेट गरे र त्यो अपडेट गरिसकेपछि त्यो भर्जन सहितको कम्प्युटरलाई रिस्टार्ट गरे। त्यो भर्जन जब कम्प्युटरमा लाग्यो, लागिसकेपछि एक्टिभेटेड विन्डोजहरू पनि नट एक्टिभेटेड भयो, एक्टिभेटेड माइक्रोसफ्ट अफिस वर्ड पनि नन एक्टिभेटेड भइदियो र त्यसलाई रिएक्टिभेट गर्नुपर्ने स्थिति सिर्जना भयो। यो समस्या चाहिँ हाम्रोमा पनि करिब 1 महिना अगाडिदेखि आएको थियो र हामीले जति पनि विन्डोज एक्टिभेट माइक्रोसफ्ट अफिस एक्टिभेट गर्दै आएका थियौँ, जुन एक्टिभेटरले एक्टिभेट गर्दै आएका थियौँ, त्यो एक्टिभेटरले पनि काम गर्न छोड्यो। त्यस पछाडि हामीले विभिन्न तरिकाले एक्टिभेटरहरू डाउनलोड गर्ने प्रयत्न गऱ्यौँ, त्यसले क्र्याक गर्ने कोसिस गऱ्यौँ, त्यसले पनि काम गरेन र यो चाहिँ दिनमा करिब 50 देखि 100 क्लाइन्ट्सहरूले मेरो माइक्रोसफ्ट अफिसको लाइसेन्स की गयो, हालिदिनु पर्यो, एक्टिभेट गरिदिनु पर्यो भन्दै माइक्रोसफ्टको लागि र विन्डोजको लागि हामीलाई दिनको 50 देखि 100 भन्दा बढी कलहरू आउन थाले। अब हामीलाई एकदमै गाह्रो भइरहेको थियो कि हामी आफैले पनि एक्टिभेट गर्न सकिरहेका थिएनौँ। साइटबाट डाउनलोड गरेका कुनै पनि एक्टिभेटरले वा क्र्याकरले काम गरिरहेको थिएन। यस्तोमा हामी 1 महिना अगाडिदेखि निरन्तर प्रयत्नशील थियौँ र फाइनल्ली हिजोबाट हामीले यसको समस्याको समाधान निकाल्न सफल भएका छौँ र चलिरहेको विन्डोज चाहिँ मा कस्तो चाहिँ समस्या आइरहेको थियो भन्ने कुरा म तपाईलाई यहाँ स्क्रिनमा आउनुस् त, यहाँ स्क्रिनमा अलिकति देखाउन चाहन्छु। साथीहरू यहाँ हेर्नुस् त, एकपटक मैले स्टार्ट मेनुमा गएर वर्ड टाइप गरेँ र वर्ड टाइप गरेपछि यसरी इन्टर योर प्रोडक्ट की भनेर माग्छ र यहाँनिर जेन्युन लाइसेन्स की नहालुन्जेलसम्म यो एक्टिभेट हुँदैन। त्यसैगरी माइक्रोसफ्ट विन्डोजमा पनि सेम यस्तै समस्या देखा पर्छ। यहाँ म देखाउन चाहन्छु। यो म दिस पीसीमा गएर प्रोपर्टिजमा जान्छु
अनि त्यसपछि यहाँ तलपट्टि विन्डोज प्रोडक्ट की एक्टिभेसनमा जान्छु र यहाँ गएर गरेपछि यहाँ नट एक्टिभ देखिँदैछ। नट एक्टिभ अर्थात् यो चलिरहेको सारसौँदो छँदाखाँदाको विन्डोजमा जब हामीले नयाँ भर्जन अपडेट गरेर रिस्टार्ट गरेका हुन्छौँ त्यसपछि यसरी नट एक्टिभ भनेर आउँछ। अर्थात् विन्डोज 11ले पनि काम गर्न छोड्छ र माइक्रोसफ्ट अफिस 2019ले पनि काम गर्न छोड्छ। यसरी माइक्रोसफ्ट अफिस 2019 अथवा विन्डोज 10, 11 को एक्टिभेसन प्रब्लमबाट तपाईहरू पीडित हुनुहुन्छ, तपाईहरूले पनि एक्टिभेट गर्न सकिरहनु भएको छैन भने तपाईहरूले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। तलपट्टि मैले नम्बर राखिदिएको छु, त्यो नम्बरमा तपाईँले कल गरेर हामी एनिडेस्कबाट तपाईँहरूको एक्टिभेसनको प्रब्लम सल्भ गरिदिन्छौँ र यो एक्टिभेसन प्रब्लम सल्भ गरिदिए बापत हामी कुनै किसिमको चार्ज लिँदैनौँ। यो निःशुल्क सर्भिस हो। तपाईँहरू पनि यसबाट पीडित हुनुहुन्छ भने आजै कल गर्नुहोस्, यो तल दिएको नम्बरमा फोन गर्नुहोस् र हामीलाई एनिडेस्क नम्बर दिनुहोस्। हामी एनिडेस्कबाट तपाईँको यो समस्या समाधान गरिदिनेछौँ। साथीहरू, कम्प्युटर, प्रिन्टर, ल्यापटपसँग सम्बन्धित विभिन्न प्रकारका सर्भिसहरू लिनु परे, विभिन्न प्रकारका टेक्निकल सपोर्टहरू लिनु परे वा कुनै सामान खरिद गर्नु परे, तपाईँले हामीलाई सम्झन सक्नुहुनेछ र हामी तपाईँलाई सुपथ मूल्यमा सामग्री उपलब्ध गराउँछौँ, डेलिभरी दिन्छौँ, इन्स्टलेसन गरिदिन्छौँ र 1 वर्षसम्म फुल अन वारेन्टीका साथ तपाईँलाई सर्भिस पनि दिनेछौँ। यस्तै यस्तै महत्त्वपूर्ण भिडियोहरू आगामी दिनहरूमा पनि हामी ल्याउँदै जानेछौँ। यदि यो भिडियो तपाईँलाई मन पर्यो भने हामीलाई फलो गर्न सक्नुहुनेछ र यो भिडियोलाई सेयर पनि गर्न सक्नुहुनेछ। थ्याङ्क यू।